यो लटरमेश्वर डाँडा चढ्दा यो एउटा कुरा ठ्याक्कै याद आयो मलाई। यो देश बिग्रेको कारण नै यही हो। यति फोहोर गर्दो रहेछन् यहाँ। यो के हो यो यस्तो यो केटाहरू? यो भातमाराहरू आउँदो रहेछ यो डाँडामा। बोतल खाएको प्लास्टिक जम्मै यतातिर फ्याँक्दो रहेछ। किन फोहोर बनाएर त्यस्तो? यो सचेत नागरिकको पहिचान यही हो त? यस्तै हो। भातमाराहरू खाएपछि खल्तीमा हालिदिएर गएर तलतिर गएर फाल्न सक्दैन? के साह्रो हौ। तर यहाँ बाफ्रे नि छैन। अरे बोतल, पानीको बोतलहरू एकदम एउटा सभ्य नागरिक बनाउन हो यसरी फोहोर फालेर हिँडेर। ठ्याक्कै चढ्दा चढ्दै याद आयो है।